गाइस यो अर्घाँचीको सन्धिखर्कमा रहेको यो शान्ति बगैँचा हैन हेलो एभ्रिवान आई होप सबैजना सन्चै राम्रो हुन्छ होला सो म पनि सन्चै राम्रो जुँदै राम्रो फिट एन्ड फाइन छु सो आज चाहिँ नयाँ जोस नयाँ जाँगरका साथ आज चाहिँ स्पेसल हुनेवाला छ आज चाहिँ किन म सन्धिखर्क जाँदैछु अनि चट्ट लाएर सन्धिखर्क महोत्सव मेला 2081 सालको आज चाहिँ 12 गते सायद अन्तिम हो कि क्या है सायद मलाई फुल्ली खासै पुरा जानकारी चाहिँ छैन होइन अनि त्यसैको लागि चाहिँ अब आज चाहिँ अब जोस चट्ट लाएर एक्स्ट्रा खुसी छु अनि एक्लै हो कि फेरि यताबाट जाने अनि एक्लै नै म हिँडिसकेको अनि रेडी भएर टक्क लाएर टक्की 10 बज्यो अब 11 बजी चाहिँ दिउराली पुगेर जिप हुन्छ केमा हुन्छ फर्स्ट गाडी जे हुन्छ त्यसमा जाने हो राइट नाउ जस्ट अझ हिँडिरहेको अनि जस न्यानो छ यता चाहिँ यस्तो दामी छ नेचर चाहिँ भ्यू चाहिँ यस्तो दामी छ होइन अनि गइन्छ सन्धिखर्क महोत्सव मेलामा स्पेसल रचना रिमाललाई भेट्ने हो अनि रचना रिमाललाई भेटेर चाहिँ खतरा भिडियो बनाउने भने कस्तो हुन्छ के हुन्छ इन्ट्रो भिडियो हेरेर नि बुझिसक्नु भएको छ र सबैजनाले भिडियो चाहिँ अन्तिमसम्म हेरेर कमेन्ट चाहिँ खतरा गर्नु पऱ्यो ल अनि त्यही हो गाइस अब यता हिँड्यो ल अब लगभग छरछिमेकबाट नमस्कार म लागेँ म नवीन विश्वकर्मा युट्युब च्यानलमा भिडियो हेर्नु होला ल आन्टी ल है ल ल ल रचना रिमालसित भेटेर फोटो खिचेर चट्ट लाएर आउँछु म त्यही हो गाइस हरि खुसी लाग्यो रचना रिमाललाई देख्न पाइने भनेर भर पोस्ट पनि हेरेको थिएँ रचना रिमालले पोस्ट पनि गर्नुभएको थियो यति खुसी क्या तर एक्लै भयो कि यतादेखि होइन कोही साथी नि छैनन् अनि सन्धिखर्क गएपछि चाहिँ ब्रदरहरू सब हुनुहुन्छ होइन को हुनुहुन्छ सबलाई म देखाउँछु उहाँ गएपछि होइन सबसँग भेटघाट हुन्छ चट्ट लाएर अनि यस्तो त्यही हो अब हिँड्दै बोल्न अलि सकिन्न अलिक गुइँ हिँड्नु पर्ने हुन्छ अनि अब चाहिँ खासै बाटोमा भिडियो गरौँ न होला सन्धिखर्क गएर चाहिँ ट्याक्की भिडियो स्टार्टिङ गर्छु र त्यति बेला चाहिँ हेर्नुपर्छ भिडियो चाहिँ बबाल हुन्छ है ल बबाल हेर्दै जाउँ इन्जोय गरौँ गाइस ओके इन्जोय गाइस पाइने ठाउँमा लगभग आउन लाग्यो हाइवे बाटो हाइवे के भन्ने होइन जस दिउराली आउँदैछु होइन यस्तो छ धुलो के यस्तरी हिँड्नु परेको छ के गर्नु गाह्रो छ गाइस कलाकार हेर्न रचना रिमाल स्पेसल र सबै दाइ ब्रदरहरूलाई भेट्नको लागि यस्तो स्ट्रगल गरिरहेको गाइस ल सो अल राइट गाइस अहिले चाहिँ म सन्धिखर्क बजारमा आइसकेको छु फेरि इन्ट्री हेरौँ न सन्धिखर्कमा इन्ट्री खतरा हो के चिलपारामा एक्लै हो अब म दिदीको रुमतिर अनि दिदीको रुमबाट चाहिँ अब म महोत्सव मेलातिर गइन्छ होला चट्टा लाएर पहिला चाहिँ त्यता गइन्छ होला चाहिँ यस्तो चट्ट लाएर आएर गबलले काटेको थिएन गबल हान्ने हो झाम जुम अब चाहिँ दिदीको रुमतिर जान्छु अनि त्यसपछि मेलातिर जाने तयारी हुन्छ चटचुट मेलातिर जाने हो सो अब त्यही हो अब म चाहिँ यता बस पार्कतिर जाँदैछु अहिले गाइस यो अर्घाँचीको सन्धिखर्कमा रहेको यो शान्ति बगैँचा होइन शान्ति तिमी कहाँ गयौ शान्ति बगैँचा है मजा गरेको फेरि शान्तिभरि आउला नि त पिट्ला न बेजोक होला बिजोक स्वागत अरे हाम्रो लागि मलाई त स्पेसल हुनुपर्ने खोइ आएछ टिम खोइ म त कलाकारै हो नि त ढोक गरेर यसरी टक्क लाएर छिर्दियौँ सानीमाले हामीलाई बाले दिन छन् न आज फेरि रहेछ क्या होइन फेरि खोइ त टुजो काट्न भन्दैन नि त हामीलाई छिर्दियो है अन्त ए हो र ए कति हो क्या यो चलपल छ त पुरै सन्धिखर्कमा त चलपल आज म आउने भएर नि होला होइन त म आउने भएर कि नत्र यतिको हुँदै हुनुहुन्थ्यो अहिले भाइ यता यहाँ हान्यो भने पा भन्न पाइन्न के अरे हेर्नु हेर यतिको एक्सिलेटर नबटारे साइड छोडिदिन्नन् के अरे ए आफैले केही छैन हान्छन् हजुर ओ ल मलाई कसैले चिन र ओए मलाई चिन न मलाई चिन म हो क्या म भनेको
रचना रिमाल दुर्गेश थापाभन्दा ठुलो कलाकार म यो खोइ यस्तो एकचोटि यहाँ फोटो खिचौँ न एउटा केटा दामी ल ल के ल ल ल ल ओए बस ल ल ल ल ल टिकट काट्ने ठाउँमा कति भिडभाड हो के भनेको टिकट गाइस को हो टिकट काट्न आएको को आयो ल यहाँ कत्न गाइस खै रात मान्छे बाहिर त्यस्तो भित्र कस्तो होला भित्र कति मान्छे मान्छे भए त म त भाइ अडी जान्न भाइ म त मान्छे खतरा मान्छे खाने यार यहाँ त डेन्जर गाइस ल ल ल ल फाइनली काट्यो गाइस टिकट ल देखा यस्तो ल गइन्छ के ल दाइ ल है ल ल ए मेरो बा आइयो भाइ ए खाली यस्तो छ ए भगवान् ए खुट्टो हाल्ने कसरी हो यस्तो भएपछि नि दिदीले चिया बेच्न राख्नेछ सरप कता हेर्ने यार टेढो हान यस्तो भ्यू गरिदिन्छ न त जुत्ता ए यो भिडियोमा को देखिया हौ कमेन्ट गर हात समात भएछ अरूलाई धानको पात हत्यारी यार ए के हो त खोइ यस्तो घाममा अब के बोल्यो ओए यस्तो बस ए भगवान् यहाँ के रहेछ यस्तो तो समतेरा कति अरे 50 भनेर लानुहुन्थ्यो म त छोरी गर्ल्सको लागि त्यति 350 केटाहरूको लागि 850 अरे धरती आकाशको फरक छ नि भएन भाइ भएन रातभरि बडबडाउँदा नि 250 भन्छ जस्तो छ साको 50 हाम्रो दाई ओए दाइसित भेट भयो के गाइस हाम्रो राजन दाई को हो गाइस त्यहाँबाट लुकी नहेरम हो लुकी हेर्ने यार के यस्तो माया बस्ला फेरि रमाइलो गरिराखन रमाइलो छ यार
यहाँ आइज कसलाई त भेटाउँछु मैले भिडियो अन छ नि के छ ओ दाम यतिको त आउनु पर्यो के गाइस होइन यो नोमिन भन्ने होइन यो मान्छेले मैले चिन्दिनँ होइन मलाई चिन्ने पर्ने यसलाई होइन ठक्का देख्ने ए बा खाँचेको जति पनि हुनुहुन्छ होइन हाम्रो प्यारो भाइहरू प्युठानबाट हौ ओ मलाई प्युठानको मन पर्छ है अरू मन नपरे प्युठानको गाडी मन पर्छ क्या गाडी खतरा मसला गाडी सही हो अरू के छ दाइ एकदम अब तिमीहरूको कृपाले अहिलेसम्म बाँचियो छु अहिले एकैछिन पछि के हुनु मलाई थाहा छैन म जिम्मेदारी छैन ओ ल यतिको त हुनु पर्यो दाइ ल हुनु पर्यो बोर्डर स्ट्यान्ड भेट भयो एकदम खुसी लाग्यो है यिनको भिडियोमा मेरो साथीहरूले चाहिँ यिनलाई फलो गर्नु होइन सपोर्ट गर्नु आज युट्युबमा फलो गर्दैछौ होइन भिडियो बनाउँदैछौ हाम्रो माया जहाँसुकैको भए पनि माया मलाई चिन्नु हुनेले चाहिँ अब उहाँलाई पनि सब्सक्राइब गर्नु साथ सपोर्ट सबैलाई गर्नुपर्छ कि होइन हो कि नि अहिले अब के भन्न चाहन्छु भने चाहिँ होइन नोमिनेट किन मलाई ठिक लागेन छोड किनभने टिकटकमा आएर मलाई गाना गाउन नजानेको मान्छे ए दोरी के गाउने हो मैले होइन दोरी त गाउनु मलाई आउँदैन होइन म त्यही भएर टिकटकलाई मलाई भागेँ म होइन नोमिनेट हामीले हेर के गरे भने होइन चौबाटो मारेछ पहिला भिडियो हो के त मरेर मारेर खानाको लागि मोर भनेछ होइन एउटा केही छैन ठिक छ तर वन जन्तुहरूलाई होइन हो सही रोप्ने काम चाहिँ गर्नुहुन्न होइन भन्छु तर एउटा वन कुकुर मारेर खानुपर्छ है लास्टमा गएर खानुपर्छ अरे के ल ठिक छ यस्तै चलपल धेरै छ यार रमाइलो के के बोल्छ यार यो मान्छे हामी यसो घुमघाम हो के ल मैले त समातेर लिएर हिँडिरह अर्का खाँचीका दिदी बहिनी दाजुभाइ प्युठानका दिदी बहिनी दाजुभाइ अर्का खाँची गुल्मी जताततैका जहाँका दिदी बहिनी दाजुभाइ भए पनि होइन सबैको पैसा यही हो क्या पैसा बुझाउने ठाउँ यस्ता यस्ताले खा यार यहाँ ती पैसा उफ्री छन् केटाकेटी के हो यस्तो यार ओ गाइस केटाकेटीलाई रिगाउने हो क्या अनि पैसा हेर त पैसा नाचिरह अरे यार सबैले फोटा खिच्ने उर्ने राम्रो छ त पुरै नवीन पोपो 5 सब्सक्राइब एभ्रीवन ओ कुकुरलाई त टिकटै लाग्दो रहन्छ फ्रीमा आइसक्रिम खोइ स्टेज कता र खोइ यता नि छ होइन र ल यसो अब चलपल हेरौँ न यता कलाकारहरू के छन् कस्तो छन् होइन तर भएन यार यस्तो फोहोर भयो के यार फोहोर भयो यार अबि यो लाइन के को त लाइन लाग्नुपर्छ हेर्न ल होचा भएर के ए रचना रिमाल ए हेर त आइसकि चिनुवा रिसिन रचना रिमाल जाम अगाडि फोटो फेरेमा कहिले मिलन कहिले बिछड माया फेरेमा ए छिपिदाम रचनालाई त हेर्न पर्यो कस्ती भएर आइसिन् झुटो गाइस रचना रिमाल अर्का खाँची चाहिँ पहिलोचोटि नै आएको हो र यति धेरै उपस्थिति देख्दा एकदम धेरै खुसी लाग्यो र यसको लागि चाहिँ सम्पूर्ण आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मेरो गीत कसले सुन्नु भएको छ त? अब अघि चाहिँ हल्ला गर्नु भएको थिएन, अब चाहिँ अलिक ठुलो ठुलो हल्ला चाहिन्छ है। अनि जता ठुलो हल्ला आउँछ त्यतै आउँछु है।
राम्रो आवाज आइरहेको छ यता पनि ठुलै आवाज छ है यताबाट पनि आउनु पर्यो है तन्न पैसा कमाउला भन्थ्यो सुखै सुखमा रमाउला भन्थ्यो उनीले 40 कटिसक्यो कपालले फुल्न चाहन्छु माया बढोस् चाहन्छु साथ रहोस् चाहन्छु म तिम्रो हुन चाहन्छु तिमी मेरो जीवनमा सुन न प्यारी यतिले बुझ्दैन अझै ठुलो चाहियो है सुन न प्यारी अब केटाहरू सुन है सुन न प्यारा भएन पुगेन हौ केटाहरूको त सुन न प्यारा सँगै जाने हो र घर छेउमै घर सारो जुनी सुपारीको टुक्कैतिर तिलौला सुटुक्कै मेरो लागि तिमी तिम्रो लागि सुहाउने तिमीलाई स्कुटर देऊला अझै ठुलो चाहियो है आवाज तिमीलाई स्कुटर देऊला तिमीलाई कारै देऊला सम्झिने दाइजो डेको औठी चल्यो तिम्रो घरमा मेरी छोरी तिमीले सोचे भन्दा धेरै तिमीले चाहे भन्दा धेरै आऊ तिमी अँगालोमा यो दुनियाँमा आऊ तिमी अँगालोमा घाँटी सुको मेरो बलि सुनिदिनु रचनाले घाँटी सुको रचनाले बलि सुनिदिनु गाइस तिम्रो मायामीसँग बल्ल केटीहरूको ठुलो आवाज आयो अहिले त ल अब सुरु गरौँ है रेडी हो प्रीति ट्र्याक बजाइदिनु होला एकचोटि बसौँ त हामी बसौँ सबैजना हामी फर्किन लागेको अनि भाइ हराएर झन्न भेट्छु ल गाइस सबैजनाले कमेन्ट गर्नु होला अर्घाँची मौसम मेला 2081 सालमा यो ठाउँमा चाहिँ को आउनुभयो को आउन छुट्नुभयो सबजनाले कमेन्ट गर्नु होला 81 त भने नि सबैजनाले कमेन्ट गरौँ है को आउनुभयो को आउनु भएन कसको बोयफ्रेन्ड कसको गर्लफ्रेन्ड कसको साथी कसको को आइरहेछ कमेन्ट चाहिँ हो ट्याग गरिदिनु पर्यो ल है सबैजनाले भन्नु पर्यो गाइस ल को आइरहेछ होइन अब चाहिँ यहाँबाट हामी निस्किन लागेको तर कताबाट निस्किनु थाहा छैन के इनर्जी लस्ट भयो अब इनर्जी हाल्नु पर्यो चलपल मात्र भयो रचना रिमालसित भेटघाट भएन यस्तो भेजा भयो हजुर कुकुरको मात्र पुरै नगर के यस्तो ल यहाँ गाइस त्यही हो अब हामी निस्किन लागेको ल अब हामी निस्किन लागेको तर आफै बाटो थाहा छैन यतिकै खोज्दै जाने हो यार कता हिँडेको बिजुली बनेर हट बनेर पट बनेर कताबाट जाने भए एउटा टिकटक त बनाउनु दिदी यार ए भाइ हजुर ए हबी जान्छ हो ए हो र गाइस ल हेरौँ त को हुन् तिनी ट्याग गरिदिउँ गाइस को हुन् तिनी डराउने हेन्छन् बाँच्नु त
ओए हेर न अर्को ओ एकदम जाऊ आज आज बिग्रेर गएको खालको यतिको चलपल हुनुपर्छ अर्घाँचीमा अर्घाँची हो अर्घाँचीको यतिको चलपल हुनुपर्छ के दिदी बहिनी दाजुभाइ कता हिँडेको बिजुली बालेर सबैले हेरिरहेछन् त यस्तो खाके ए मेरो बा के हो चक्ति त्यस्तै गरेर सिधो भने के होला के बोल्यो जात्रै रसले नाच्दो रहेछ है अल राइट गाइज चाहिँ हामी घर फर्किनु लागेको अनि अर्को मौसम मेला चाहिँ सकियो अनि बबाल भयो बबाल हेऱ्यो अनि चाहिँ अब घर फर्किनु लाग्यो गाइज सबैजनालाई कमेन्ट सेयर सब्सक्राइब गर्नु होला सबैमा धेरै अनि मिठो सम्झना भन्दै भेट भेट्न लाग्यो बाई